आत्मबन्धन सम्पूर्ण ध्यानी आत्मीजनलाई म मेन विष्ट महाअवतार बाबाजी पिरामिड ध्यान केन्द्र टिकापुरदेखि सर्वप्रथम गुरु ब्रह्मश्री पितामह पत्रीजी महाअवतार बाबा ग्रान्ड मास्टर प्रबोध अच्युतज्यूलाई म हृदयदेखि कोटि कोटि वन्दन गर्छौं। मास्टर्स, आज हाम्रो पिरामिड मास्टर दीपा विष्ट वहाँ 46 घण्टाको आँखामा पट्टी बाँधेर मौन बसेर 1 घण्टाको ध्यान यात्रा वहाँ गर्नुभयो। आज वहाँको आँखाबाट पट्टी निकाल्दैछौँ र वहाँको सुन्दर अनुभवहरू पनि हामी सुन्नेछौँ। मास्टर्स, मास्टर अहिले एकदम ठीक छ आँखा ओके। अब हामी आँखाबाट पट्टी निकाल्दैछौँ। आँखालाई बिस्तारै नहतारेर आँखालाई चिमचिम गर्दै बिस्तारै खोलेर हेर्ने हो। मास्टर, ठीक छ। 46 घण्टादेखि आँखा बन्द गरेका छौँ, त्यही भएर हामीले एकैचोटि आँखालाई नखोल्ने, बिस्तारै बिस्तारै खोल्ने अनि त्यसपछि आधा घण्टा जति बिस्तारै आँखा खोल्ने बन्द गर्ने गरेर ट्रायल गर्नुपर्छ। हामी आँखाबाट पट्टी निकाल्नेछौँ। मास्टर्स, दुई हात रब गर्नु होला, आँखामाथि राखौँ। 5 4 3 2 1 0। अब आँखा चिमचिम गर्दै बिस्तारै हेर्नु होला। मास्टर, बिस्तारै बिस्तारै हेर्नु होला। कस्तो अनुभव भयो मास्टर अहिले जब 46 घण्टा पछि अहिले आँखा खोल्नुभयो? एकदमै राम्रो भयो। हजुर, एकदमै आनन्द फिल भयो। यस्तो फिल भयो कि म पहिलेदेखि गरिरहेको छु भनेर। हजुर, सुरुमा छटपट्टि हल्का भयो, त्यही बिस्तारै बिस्तारै भयो, आफूलाई हिलिङ पनि भयो। एकदमै नयाँ अनुभव भयो मलाई। म जस्तै अरू मास्टरहरूलाई पनि भन्न चाहन्छु कि प्लिज एकपल्ट ब्लाइन्ड फोल्ड गर्नु होला अनि हजुरले नयाँ नयाँ अनुभव पाउन सक्नुहुन्छ। हजुर त धेरै बोल्नुहुन्थ्यो होइन, यो 46 घण्टा मौन बसेर अनि एकचोटि पनि कुरा गरौँ भन्ने जस्तो लागेन? सुरुमा त लाग्यो भयो, तर बिस्तारै बिस्तारै भयो। शान्त बसेकै राम्रो भनेर नखोले भने कस्तो हुँदो रहेछ भन्ने थाहा भयो, अनुभव भयो। अनि मास्टर, तपाईँ 46 घण्टा भुइँमा सुत्नु भएन, खाटमा सुत्नु भएन, अनि कुर्सीमै बसेर ध्यान साधना गर्नुभयो, कहिले भएन भुइँमा बसेर ध्यान साधना गर्नुभयो, अनि तपाईँको शरीर दुखेन? सुरुमा अप्ठ्यारो भयो, तर त्यसपछि आनन्द फिल भयो। एकदमै पहिलेदेखि गरिआएको जस्तो भयो। नसुत्दा पनि आफूले यस्तो महसुस गरेँ कि म एकदमै आराममै छु, एकदमै कतै वर्ष जतिको निद्रा पुरा भयो जस्तो भयो। जस्तै कि हाम्रो ड्याडी गर्नुहुन्छ, मास्टरजी गर्नुहुन्छ, बुढाकेशा, त्यस्तै आनन्द फिल भयो। त्यस्तै भन्न चाहन्छु कि हजुर पनि गर्नु होला, हजुरलाई पनि आनन्द हुन्छ। पहिला हल्का हुन्छ, पिरियड हुन्छ, दुख्छ, हुन्छ, तर बिस्तारै बिस्तारै आफूलाई हिलिङ हुन्छ, राम्रो हुन्छ, राम्रो महसुस हुन्छ। के भन्न चाहन्छु। धेरै धेरै धन्यवाद मास्टर। यो जो हामी कुर्सीमा बसेर साधना गर्छौँ मास्टर 24 घण्टा, यसलाई हामी गुडाकेशा भन्छौँ। गुडा भनेको निद्रा, केशा भनेको गुरु। जो निद्रामाथि विजय प्राप्त गर्छ उसलाई गुडाकेशा मास्टर भन्छ। अहिले मेरो पनि गुडाकेशा साधना 20 महिना भइसक्यो। मैले पनि 24 घण्टा कुर्सीमै बसेर साधना गर्छौँ। निद्रा लाग्यो भने कुर्सीमै म सोध्छौँ, म जहाँ गए पनि कुर्सीमै बस्छु मास्टर्स। यात्रामा पनि बसको सिटमै बस्छु मास्टर, अनि तपाईँको स्लिपिङ पनि हुन्छ, तर मैले सिट मात्रै रोज्छु। ट्रेनमा जाँदाखेरि पनि मैले बसेरै साधना गर्छु मास्टर्स। यो गुडाकेशा गुरु प्रबोध अच्युतजी, उहाँको 22 साल भयो, उहाँ पनि भुइँमा बसेर साधना गर्नुहुन्छ, उहाँ कहिले पनि लेट्नुहुन्न। गुडाकेशा भन्नेकै निन्दमा जानु हो, गहिरो निन्दमा, गहिरोभन्दा गहिरो निन्दमा गएर उहाँ हामीले बसेर साधना गर्ने हो। सो यो एउटा सानो प्रयास हो। हामीले जब ब्लाइन्ड फोल्ड मेडिटेसन गर्छौँ, आँखामा पट्टी बाँधेर बस्छौँ, मौन बस्छौँ, हाम्रो शरीरमा धेरै जस्तो बिमारीहरू ठिक हुन सुरु हुन्छन्, हाम्रोमा ऊर्जा आउन सुरु हुन्छ, मन शान्त हुन्छ,
यो प्रत्येक मास्टर्स बाहिर नभए पनि आफ्नै घरमा यो साधना गर्नुहोला, आफ्नो घरको सदस्यको सपोर्ट लिनुहोला। जस्तै वासरुम जाँदाखेरि, बाहिर जाँदाखेरि, हिँड्दाखेरि उहाँको सपोर्ट लिएर गर्नुहोला। जहाँसम्म हुन्छ यो ब्लाइन्डफोल्ड मेडिटेसन अवश्य गर्नुहोला। यदि तपाईँहरू चाहनुहुन्छ यो ब्लाइन्डफोल्ड मेडिटेसन इच्छुक हुनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोला। हामी तपाईँलाई हर वक्त हामी इन्भाइट गरेका छौँ मास्टर्स। धेरै धेरै धन्यवाद। आत्मबन्धन। हाम्रो यो महाअवतार बाबाजी पिरामिड ध्यान केन्द्र टिकापुर युट्युब च्यानल MB-टिकापुर हाइफन भनेको ड्यास हो मास्टर। MB टिकापुर हान्दाखेरि पनि तपाईँलाई यो च्यानल भेटिन्छ। जति पनि यो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरू यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धेरै धेरै धन्यवाद। थ्याङ्क यू मास्टर्स। आत्मबन्धन।